के छ मेरो साथीहरू सबैजना सन्चै हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ? म त आरामै थियो अनि तपाईँहरू के छ हालचाल सुनाउनुहोस्। अनि आज चाहिँ म तपाईँहरूलाई यस्तो क्लियर, यस्तो खतरा, यस्तो दामी, यस्तो भ्यू छ नि बब्बाल देखाउँछु ल। भ्यू हेर्नुहोस्, उतानिर त्यहाँनिर छ भ्यू चाहिँ, तर के बोले भाइ? अब के बोले जतिसम्म तपाईँलाई देखाउँछु होइन, तर ठिकै छ अहिलेसम्म त। अनि के छ तपाईँहरू सुनाउनुहोस् हल्लीचल्ली। मेरो चाहिँ एकदम ठिक छ होइन। हावा फेरि यस्तो चल्छ, फेरि कपाल यस्तो हुन्छ, यस्तो फर्किन्छ, यस्तो फर्काइन्छ, तर के फर्काउनु जस्तो लाग्छ है कपाललाई। त्यो कपाललाई चट्ट साह्रो लक्क एकदम सट्ट घुमिदिइसकेपछि चाहिँ चट्ट राम्रो आउँछ होला। अनि त्यही हो साथीहरू, अब घुम्नु पनि पर्छ बिस्तारै होइन। मस्त जोक मारा ये हंस रहे हल्का। आज खतरा नेचुरल भएको क्या आजको दिन चाहिँ होइन। यस्तो खतरा त्योभन्दा नि बब्बाल के होइन। त्यो भ्यू भन्ने कुरो त अब छँदैछ त्यसमा होइन, तर खतरा भ्यू छ कि यस्तो दामी हेर्न। अरे माई गड, सो फाइनली म चाहिँ सर यस्तो गरी हिँड्ने गर्छु कि बेला बेला, अनि घुमिरहने पनि गर्छु कि अटोमेटिकली घुम्दै 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 जाँदाखेरि चट्ट फेरि एक राउन्ड आइदिउँ न होइन। कतिलाई त मन पराएन होला, रिस उठ्यो होला, मोजी रिसाएर फेरि के हुँदैन नि फेरि बुझ्छ होइन। के बोले भाइ? अब के चित्त बुझ्छ, कतिलाई चित्त बुझ्दैन। तँलाई चित्त बुझ्दैन भने तँ चाहिँ चुपचाप लाएर बस। यदि चित्त बुझ्छ भने चाहिँ केही भन्नु छैन है। कतिलाई मन नपरे हुनसक्छ होइन, त्यसलाई चाहिँ म केही भन्दिनँ। म त झन् रिसायो भने त ओ माई गड रिसाएछ ल भन्ने गर्छु। अरे कहना क्या चाहते हो भन्ने गर्छु कि अब रिसाउनलाई के भन्नु त होइन। अब रिसा केही छैन नो यार। अपने रिश्तेदारों को पीठ पीछे गाली देना भी जुर्म है। अप्सन पनि छैन, अनि त्यही भएर अनि अप्सन नभएपछि अनि त्यसलाई म के भन्न चाहन्छु भन्दा कतिले भने होला ए यस्तो बनाउँछु त्यस्तो, तर ठिक छ तैँले भन्, तैँले भन्दैमा केही हुँदैन। तैँले जति मेरो कुरा गुणगान गाउँछौ नि म त्यति स्ट्रङ हुन्छु। किनकि त्यो गुणगान गाउनुभन्दा पनि नगाइकन चुपचाप लागेर बस होइन। तँलाई चित्त नबुझ्ला तेरो कुरा हो त्यो त होइन। चित्त बुझ्ने हेरिरहेछ, चित्त नबुझ्ने हेरिरहेको छैन, त्यो मलाई थाहा छ। त्यो तिमीहरूले भन्नु पनि पर्दैन। अर्को कुरा ए अब तैँले यस्तो गरी उस्तो गरी भन्ने पनि छ, मलाई मैले सुनेको पनि छु होइन। ठिक छ तैँले भनिराख, तर भन्न चाहिँ नछोड्ने फेरि बुझ्ने बात त सही है। भन्छु म त्यति स्ट्रङ हुन्छु, किनकि म त्यतिसम्मको क्षमता छ कि मान्छेले नभन्दा जस्तो लाग्छ। थाहा छ तैँले मेरो कुरा काट्छस् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, तर पनि म तँलाई के भन्न चाहन्छु भन्दाखेरि ठिक छ तैँले कुरा काटिस्, म त ह्याप्पी। तँलाई त म बक्सिस पनि दिन्छु तालद्वारा नि, त्यो चाहिँ दिन सक्दैन 1-2 रुपियाँ होइन। अब त्यो पनि बाटोमा यसो हिँडेको बेला भेट्यो भने चाहिँ दिन सक्छु कि होइन। त्यही हो कुरो। तँलाई चित्त बुझ्छ ठिक छ बुझ हेर होइन। चित्त बुझ्नु नहेर, हेर्नेले हेरिरहेको छ कि यहाँनिर, हेर्नेले हेरिरहेको छ, नबोल्ने नबोलिरहेको छ। अब बढी बोल्नेलाई मैले के नबोलेँ भन्ने कुरा पनि भएन क्या। मस्त जोक मारा कसैलाई जज गर्नै पर्दैन। जज किन गर्छस् भन्छु कि होइन। कसैले कसैलाई जज नगर होइन। यहाँ जज गर्ने भनेको सिर्फ एक अरे दारू में मेरा बाप का गराज के बोले भाइ? के बोले के छ थाहा जसरी मैले पनि बुझेको छु। तँलाई सिकाएर पनि पर्दैन होला सायद होइन। यदि तँलाई अब के भन्नु होइन, भन्न त म केही भन्दिनँ। तेरो खुसी कुरा ए भन्, कुरा काट, जति कुरा काट्छस् काट। मलाई थाहा छ तैँले मेरो कुरा काटिरहेको छस्, अहिले पनि हेरिरहेको छस्, तर मेरो कुरा काटिरहेको छस्। र पनि तैँले मलाई फरक पर्दैन, म झन् स्ट्रङ हुन्छ है। अब यति हो। अब केटाकेटाहरू त भन्दिनँ, त्यहाँ जे भने दिदीभाइ दाजुभाइ जे जस्तो भए पनि होइन। त्यही हो कुराकानी। अब भ्लग भन्ने कुरो यस्तै हो, चट्ट मिनी भ्लग हाल्ने गर्छु म चाहिँ। अब चित्त बुझ्छ हेर्ने, चित्त बुझ्दैन चुपचाप लाग्ने, चाल ढाक्ने। कसैले हेरेर हुनेवाला केही छैन, कसैले नहेरेर हुनेवाला केही छैन होइन। ठिक छ, म त के भन्छु भने मलाई कुरा काट्न मन छ भने अझै कुरा काटेर बस। तैँले कुरा काट्छस् मलाई थाहा छ, तर पनि त कुरा काटिराख होइन। म जति तैँले कुरा काट्छ म त्यति स्ट्रङ हुन्छ नि फेरि विचार गर्ने होइन। त्यो भन्ने कुरा नि राम्रो कुरा हो कि कुरा काट्दैछस्, कुरा काट्नु भन्नु राम्रो कुरा हो ल। अरे कहना क्या चाहते हो?